होइन भने सबलाई थाहा छ यार, यो नेपालको यो नेताहरू सब खत्तम छन् भनेर। सब जनताहरूलाई थाहा छ। सब नेपाल अधिराज्यभरि जति मान्छेहरू छन् विदेशमा बसेका जति नेपालीहरू छन् सबैलाई थाहा छ नेपालका जुन नेताहरू सब भ्रष्ट छन्। सब अहिले नेपालमा लुटतन्त्र चलिरहेको छ। त्यही पनि यही नेताहरूको पक्षमा किन लाग्छन् यार जनताहरू? बडो अचम्म लाग्छ, दुःख लाग्छ एकदमै। अस्ति आन्दोलनमा 2 जना मान्छे मरे, यो सब नेताहरूकै कारणले मरे। तपाईँलाई के लाग्छ? अब अस्ति एकचोटि संसद भवनमा प्रचण्ड अरे त्यो केपी ओलीले भने कुनै मन्त्रीहरूमा औँला उठायो भने त्यही मन्त्रीलाई नै बर्खास्त गरिन्छ अथवा मन्त्रीलाई नै हटाइन्छ। अब के बोलेको थियो बुझ्नुहोस् आफै। जे गरिरहेछ नेपालका नेताहरूले नै गरिरहेछ र जसले नराम्रो गर्छ त्यसैलाई नै राम्रो हुन्छ भनेर भन्थे। हो रहेछ, अहिले बजियाले नराम्रो गरिरहेछन्, नेपालका जनताहरूलाई रुवाइरहेछन्, तर उनीहरूलाई राम्रो भइरहेछ। तपाईँलाई के लाग्छ?